हेलो एभ्रिवान, आज चाहिँ हामी क्लास 12 को एकाउन्ट सब्जेक्टको अत्यन्तै महत्त्वपूर्ण टपिक्स मल्टी स्टेप इन्कम स्टेटमेन्टको बारेमा छलफल गर्न गइरहेका छौँ, जुन चाहिँ इक्जामको लागि अत्यन्तै महत्त्वपूर्ण हो, जुन 8 मार्क्सको लागि सोध्ने गर्दछ। मल्टी स्टेप इन्कम स्टेटमेन्ट गर्दा सुरुमा हामीले सेल्स रेभेन्यू गर्छौँ। यदि सेल्समा सेल्स रिटर्न दिएको छ भने सेल्स रिटर्न घटाएर नेट सेल्स राख्छौँ। सेल्स रेभेन्यूमा लेस कस्ट अफ गुड्स सोल्ड गर्छौँ। कस्ट अफ गुड्स सोल्डभित्र ओपनिङ स्टक, पर्चेज, यदि पर्चेज रिटर्न दिएको छ भने पर्चेजमा पर्चेज रिटर्न घटाएर राख्ने, वेजेज, क्यारेज इनवार्ड र लास्टमा लेस क्लोजिङ स्टक गरेर कस्ट अफ गुड्स सोल्डको एमाउन्ट राख्छौँ। कस्ट अफ गुड्स सोल्डमा सेल्स रेभेन्यू घटाइसकेपछि ग्रोस प्रफिट आउँछ। ग्रोस प्रफिटमा लेस अपरेटिङ एक्सपेन्सेस गर्ने। अपरेटिङ एक्सपेन्सेस भनेको जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस र सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस हो। जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमा रेन्ट, स्यालेरी, डिप्रिसिएसन, प्रिन्टिङ एन्ड स्टेसनरी, इलेक्ट्रिसिटी एक्सपेन्सेस जस्ता एक्सपेन्सेसहरू पर्दछन् भने सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसभित्र एडभर्टाइजमेन्ट, ब्याड डेट अनि सेल्सम्यान कमिसन जस्ता एक्सपेन्सेसहरू पर्दछन्। जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस र सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस घटाइसकेपछि इन्कम फ्रम अपरेसन आउँछ। इन्कम फ्रम अपरेसनमा एड अदर इन्कम एन्ड गेन्स गर्ने, जसमा कमिसन रिसिभ, इन्ट्रेस्ट रिसिभ जस्ता इन्कमहरू पर्दछन् र लेस अदर एक्सपेन्सेस एन्ड लसेस, जसमा चाहिँ अपरेटिङ एक्सपेन्सेस बाहेकका एक्सपेन्सेसहरू राख्ने गरिन्छ, जस्तै इन्ट्रेस्ट एक्सपेन्सेस। यति गरिसकेपछि नेट इन्कम बिफोर ट्याक्स आउँछ। नेट इन्कम बिफोर ट्याक्समा क्वेसनमा दिएको ट्याक्स घटाउने। यदि ट्याक्स 25% भनेको छ भने नेट इन्कम बिफोर ट्याक्सको 25%, 50% भनेको छ भने नेट इन्कम बिफोर ट्याक्सको 50% घटाएर लास्टमा नेट इन्कम आफ्टर ट्याक्स आउँछ, जुन चाहिँ त्यो वर्षको एक्चुअल नेट इन्कम हुन्छ। त्यस्तै ब्यालेन्स सिट। ब्यालेन्स सिटको फर्मेटमा सुरुमा एसेट साइडमा करेन्ट एसेट्सभित्र क्यास, डेप्टर्स, एकाउन्ट रिसिएबल, बिल्स रिसिएबल, प्रिपेड एक्सपेन्सेस, यदि प्रिपेड एक्सपेन्सेस एक्सपायर छ भने लेस गरेर राख्ने, क्लोजिङ स्टक आदि पर्दछन्। यी सबै जोडेर टोटल करेन्ट एसेट्स लेखिन्छ। टोटल करेन्ट एसेट्स पछि अर्को टपिक हुन्छ इन्भेस्टमेन्ट। इन्भेस्टमेन्टमा प्रायः इन्भेस्टमेन्ट मात्र नै दिएको हुन्छ, त्यही नै चढाइदिने। त्यस्तै प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट। प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्टभित्र मेसिनरी, फर्निचर जस्ता सम्पत्तिहरू पर्दछन्। यदि यिनीहरूको डिप्रिसिएसन दिएको छ भने डिप्रिसिएसन कट्टा गरेर राख्ने। अनि आएको एमाउन्टलाई जोडेर टोटल प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट लेख्ने। र अर्को टपिक रहेको चाहिँ इन्टेन्जिबल एन्ड फिक्टियोस एसेट्स। यसलाई चाहिँ अदृश्य सम्पत्ति भनिन्छ, जसमा प्रिलिमिनरी एक्सपेन्सेस, गुडविल, ट्रेडमार्क, कपिराइट, पेटेन्ट आदि पर्दछन् र टोटल इन्टेन्जिबल एन्ड फिक्टियोस एसेट्स लेख्ने। यी सबै एसेट्सलाई जोडेर टोटल एसेट्स आउँछ। त्यस्तै लाइबिलिटिज साइडतिर करेन्ट लाइबिलिटिज एज प्रोभिजन। करेन्ट लाइबिलिटिजमा क्रेडिटर्स, एकाउन्ट्स पेएबल, बिल्स पेएबल, प्रोभिजन फर ट्याक्स, आउटस्ट्यान्डिङ एक्सपेन्सेस आदि पर्दछन्। त्यस्तै लङ टर्म डेब्ट दिएको हुन्छ। लङ टर्म डेब्टमा डिभेन्चर जस्तै लङ टर्म ब्याङ्क लोन आदि पर्दछ। त्यस्तै अर्को टपिक्स रहेको छ कन्ट्रिब्युटेड क्यापिटल। कन्ट्रिब्युटेड क्यापिटलभित्र सेयर क्यापिटल जस्ता क्यापिटलहरू पर्दछन्। त्यस्तै टोटल कन्ट्रिब्युटेड क्यापिटल। अनि यति गरिसकेपछि लास्टमा इन्कम स्टेटमेन्टबाट आएको नेट इन्कम आफ्टर ट्याक्सलाई एड गर्ने र यी सबै टपिक्सको टोटल एमाउन्टलाई जोडिसकेपछि टोटल लाइबिलिटिज एन्ड स्टक होल्डर्स इक्विटी आउँछ।